हेलो साथीहरु, गुड मर्निङ, नमस्ते। आज धेरै दिन पछाडि महाराजजी र म पुरी बाबाको कुटीमा हामी दुईजना महाराजहरुलाई देख्नुभयो होला। आज हामी विशेष दिन। आज कुन दिन अरे? यो हाम्रो पितृहरूको उद्धारको लागि चाहिँ पितृहरूको कल्याण होस्, मङ्गल होस् हैन, सम्पूर्ण उहाँको अवरोधहरू चाहिँ जो तडपिएको छन् हैन, जो मतलब अलिकति कालगतिले नमरिकन भवितव्य भएर मरेको पितृहरू जो अड्किरहेको छन् उनीहरूको लागि चाहिँ हामीले सतबिउ पलबिउ छर्नुको लागि यो कार्यको सधैँ वर्षको एकचोटि त्यो भएको हुनाले गर्दाखेरि आज हामी चाहिँ रामधुनीतिर प्रस्थान गर्दैछौँ। ढिलो भइसक्यो है? ढिलो भयो ल। पोहोर त हामी 4 बजे हिँडेका थियौँ, आज चाहिँ ढिलो भयो। र त अब यात्रा गर्ने क्रममा चाहिँ यो जाडोको मौसममा अलिकति घमाइलो घाम पारिलो ठाउँमा बसेर सुन्तला खान मन लागेकोले यहाँ फलफुल पसलमा आएको छु। दाइले चाहिँ मिठो सुन्तला दिँदै हुनुहुन्छ मलाई। हाम्रो साथी चाहिँ त्यहाँ पर्खिराख्नु भएको छ। दाजु कसरी छ सुन्तला? हो ल, 100 रुपियाँको मात्रै लैजाउँ त, हामी दुईजना छौँ। हामी ऐतिहासिक रामधुनी मन्दिर प्रवेशद्वारभित्र हामी प्रवेश गरिसकेको छौँ। अब यहाँबाट 5 किलोमिटर जति यात्रापछि हामी श्रीरामले धुनी जग्गाको भव्य रामधुनी मन्दिरमा चाहिँ प्रवेश गर्छौँ। यहाँ भिड नियन्त्रण गर्नको लागि हाम्रो यो ट्राफिक सरलाई चाहिँ हम्मे परेको अवस्था छ। यसरी भक्तजनहरू चाहिँ आफ्नो पितृपुर्खाहरूको नाममा सद्बिउ छरेर फर्केको अवस्थामा चाहिँ यहाँ प्रशासन सरहरूलाई चाहिँ अलिकति भिडलाई कन्ट्रोल गर्न गाह्रो भइरहेको छ। यस्तो छ यहाँको माहौल। अब भनेको पनि मान्दैनन् साथीहरू हैन, मान्नुपर्छ सबैले। अब यो पार्किङ एरियामा हामी आएको छौँ। ए पुनु, अनि यो यसरी 50-50 लिनु त हैन, यो चाहिँ हाम्रो लागि चाहिँ अनर्थै भयो नि त। अनि यो अर्थ छ त? अनर्थ भएन त? एक त अब भक्तजन टाढाबाट आएको हैन, त्यसमा हामी चाहिँ धनकुटा जिल्लाबाट आएको। अनि 50 भनिदिनुहुन्छ। हामीले 25 रुपियाँ भए पनि यसो चियाको लागि जुगाड हुन्थ्यो हाम्रो लागि। हामी धनकुटाबाट आएको त साथी, हामी धनकुटाबाट आएको। होइन, तपाईँले 50 लिएर चाहिँ तपाईँलाई धर्म हुन्छ भन्नु त? 50 लिनु यहाँ व्यापार पनि भइरहेछ। जे देखो त्यही खाउँ लाग्छ। महाराजजी के हो, दर्शन गरेर आएर खानुपर्छ। बाटोमै यस्तो खाउँ लाग्छ, जे देखो त्यही खाउँ लाग्छ है। गाइस, तपाईँहरूले एउटा कुरा नोटिस गर्नुभयो कि भएन हैन? यहाँ चाहिँ जाने भन्दा आउनेको एकदम भिडभाड छ। किनभने अब आज लेट भयो नि त। अरू बेला त हामी अब 4 बजे आइन्थ्यो भने आज चाहिँ 9 बजिसक्यो। 10 पनि भन्नु आँट्यो होला है महाराज? अनि अहिले सबै फर्किने। हजुर ठिकै भयो। अब मन्दिर खाली छ, मजाले दर्शन गर्ने हो नि त हैन महाराज? खाली भएकै बेलामा हैन, हाम्रो पाली भने जस्तै जब हुन्छ खाली आउँछ हाम्रो पाली है। जब हुन्छ खाली अनि हाम्रो पाली। यो नयाँ तरिकाले यहाँ फोटो खिच्ने मङ्की स्टाइलले खिचिराख्नु भएको छ। बाँदरभन्दा माथि पुगेर यहाँ फोटो खिचेको हेर्न सक्नुहुन्छ साथीहरू। यस्तो छ। भाइ चाहिँ हेरिराख्नु भएको छ। 9, साढे 9, 10 बज्न आँटिसक्यो। बाटोमा यस्तो देखिन्छ। सुरुमा दर्शन गरौँ है महाराज, सुरुमा दर्शन गरौँ अनि भोजन गरौँला। यहाँ भक्का पनि देखियो है, बिहानै खाने। महाराज यो त अनि के सजेको छ त? अहिले हामी दर्शन गरेर आएर यो पनि खान्छौँ है महाराज? मुक्त मेरो त हैन, यो पनि खान्छौँ दर्शन गरेर आएर हाम्रो महाराज। मुक्त मेरो हैन, रियालले नै हैन, लबलबा भइसक्यो नि यार मेरो मुक्त, लबलबा भइसक्यो क्या। रियाल। ल यहाँ चाहिँ
मेरो विचारमा भिड हेर्न सक्नुहुन्छ मेरो विचारमा नि आउने जाने क्रम दुईचोटि भजन कीर्तन लगाउनु पर्ने बिहान एकचोटि बेलुका एकचोटि हुन्छ त लगाउनु पर्ने हो अब हामी त टाढा छौँ हेर्नु होइन मलाई त बाटोमा यताबाट गएको मान्छेको भिड देखेको थिएँ नि त त्यो सोच्दा त यहाँ मन्दिरमा त अब खाली खाली होला भनेको त भिडै रहेछ नि त यहाँ लड्डु पनि रहेछ नि त महाराज लड्डु छ अब धेरै गुलियो पनि खानु हुँदैन होइन जय श्री राम जय श्री राम हर हर महादेव हर हर महादेव जय श्री राम जय श्री राम हर हर महादेव हर हर महादेव जय श्री राम ट्र्याक्टर चाहिँ कता अनि यस्तो भिडमा अर्को बाटो छैन कुन चाहिँ पकवान खानुहुन्छ होइन तपाईँलाई उपलब्ध छ अब कुन खालको स्वाद खानुहुन्छ यो पकवान चाहिँ अहिले हामी भजन दर्शन गरेर आएर हामी यो चाख्नेछौँ दर्शन गरिसकेर आएर आमामा सब भेज छ नि होइन ल हामी दर्शन गरेर आएर यहाँ दासकोमा यहाँ याद गर्नु है ल यही नाम हो नि पूर्वाञ्चल ए बाबा टी ल बबल टी ल यहाँ आएर हामी ल यहाँ आएर हामी यतै बत्ती बाल्नुपर्छ ऊ हो क्या चियान जस्तो लाग्यो मलाई हो चियान आत्माले सम्पूर्ण आत्माले शान्ति पाउन् हाम्रा पितृले शान्ति पाउन् भन्दै हामी चाहिँ अब यहाँ आएको छौँ ओम पित्राय नमः ओम पित्राय नमः ओम पित्राय नमः ओम पित्राय नमः ओम पुष्प पित्राय नमः ओम बलभद्र पित्राय नमः ओम यता पित्राय नमः ओम पित्राय नमः ओम पित्राय नमः ओम पित्राय नमः ओम पित्राय नमः हे भगवान हे गङ्गा माता रक्षा गर्नुहोस् हाम्रो पितृहरूको सबैको उद्धार होस् भन्दै गएछु यहाँ भगाइदिनु पर्ने हुन्छ नमः यो नातिलाई हजुरले हेर्नुपर्ने हुन्छ यो नातिलाई हजुरले बुझ्नुपर्ने हुन्छ किनकि यो नाति भनेको सामान्य नाति होइन यो नाति भनेको चाहेको खण्डमा होइन तपाईँहरूको लागि ब्रह्मचार्य पनि पालन गर्ने सक्ने यो नाति हो र तपाईँको उद्धार हुन्छ भने एउटा पुस्तामा ब्रह्मचारी भयो भने 7 पुस्ता कट्छ भने त्यो मबाट होइन त्यो नहुने भन्ने छैन तर हजुरआमा र मेरो पितृहरू जहाँ हुनुहुन्छ एकदम आशीर्वाद दिनुहोला कल्याणको भावले सोच्नु होला म हजुरहरूको कृपाको लागि हजुरहरूको मङ्गलको लागि हजुरहरूको उद्धारको लागि म चाहिँ जस्तो सुकै कर्म गर्न पनि जस्तो सुकै भने गलत होइन जस्तो सुकै कर्म भन्नाले म योगी ध्यानी तपस्वी साधक होइन म जस्तो बन्न पनि म हजुरहरूको लागि म तत्पर छु मेरो भ्राता रितेश पुरी पनि एकदम टेन्सनले तड्पिएर बित्नु भएको मैले मेरो आँखाले देखेको छु र मम्मी पनि त्यसै गरी बितेको मैले देखिरहेको छु तर एउटा नातामा हामी बाँधिएको छौँ होइन तर हुने चाहिँ कोही होइन यदि पितृहरू मेरो हुन्थे भने आज हामीसँगै हुन्थे र हाम्रो एउटा के छ भने हाम्रो बुझाइ के छ भने हामी यस पृथ्वीमा छौँ तर यो पृथ्वी हाम्रो होइन तर यसैलाई पक्रेर बस्नाले हामीले दुःख पाएको हो र योभन्दा माथि उठ्नु नै होइन सच्चा मनुष्य र विवेकी मनुष्यको बुद्धिमत्ता हो भन्दै म हजुरहरू आत्माको शान्तिको लागि मङ्गलको लागि प्रार्थनाको लागि होइन हजुरहरूको जय होस् मङ्गल होस् कल्याण होस् र मलाई जहाँ हुनुहुन्छ तपाईँहरूले सधैँ आशीर्वाद प्रदान गर्नुहोस् भन्दै आज यो एकदम सांस्कृतिक र हाम्रो परम्परागत
यो संस्कृतिलाई आत्मसात गर्दै म आज आएको छु। हजुरहरूले बुझिदिइरहनु भएको होला, हजुरहरू जहाँ हुनुहुन्छ मेरो पितृहरूले सुनिरहनु भएको होला होइन। सुन्नुहोस्, मलाई आशीर्वाद दिनुहोस्, मलाई अरू केही पनि चाहिँदैन, मलाई आशीर्वाद दिनुहोस् होइन। मलाई चाहिँ श्रापित नगर्नुहोस्, किनभने मैले हजुरहरूलाई दुःख पहुँचाएको छैन। दुःख पहुँचाउनेले कर्म भोग्छ, जसले जस्तो कर्म गर्छ उसले फल भोग्छ र भोगी पनि रहेको छ, देखि पनि रहेको छ। यो गणेश तपाईँहरूको लागि जस्तो सुकै कर्म भन्नाले ब्रह्मचार्य बस्नुपर्छ कि जप गर्नुपर्छ कि तप गर्नुपर्छ कि काशी बस्नुपर्छ कि वृन्दावन बस्नुपर्छ कि मथुरा बस्नुपर्छ कि देवलोकको लागि होइन, म एकदम तयार छु। हे ब्रह्माण्ड मालिक, हे सर्वशक्तिमान भोलेनाथ, हजुरको यस पवित्र ब्रह्माण्डमा म आज फलित फुलित पोषित भएर आज 42औं वसन्तमा प्रवेश गरिसकेको छु भनेर फेरि यो चाहिँ शमशान घाट हो है। अब यहाँ चाहिँ लासहरू जलाइन्छ। यो अलिकति अव्यवस्थित लाग्यो। अब यो लासको कपडाहरू होला, यसलाई कतै व्यवस्थित गर्नुपर्ने अवस्था आएको रहेछ होइन। अब यहाँको चाहिँ समुदायहरूले, हामी त टाढा आएको, यहाँको जनसमुदायहरूले यसलाई चाहिँ व्यवस्थित, त्यही त मन्दिर छेउमा यस्तो यो अव्यवस्थित चन्दा सङ्कलन गरेर खाने उठाउने काम मात्रै यो होइन। अब कतै फ्यालेर अथवा जलाएर के गरेको हुन्थ्यो। ल हामी चाहिँ अब यो जङ्गल भित्रबाट छर्दै जान्छौँ। सबै त मन्दिर वरिपरि त्यहाँ चाहिँ अब अलिअलि छरिन्छ, नछर्ने होइन, किनभने त्यहाँ पक्की छ नि त, त्यहाँ हुँदैन। अनि हामी चाहिँ अब यहाँबाट छिरेर यतरी जाने बाटो छ, उताबाट आउनु हुँदैछ एक दुईजना, यता जान्छु। ओम जय श्री राम, जय श्री राम। शिव बाबा, मिठे बाबा जहाँ हुनुहुन्छ पितृदेवहरू एकदम खुसी साथ बस्नुहोस् र आशीर्वाद ग्रहण गर्नुहोस्, आशीर्वाद दिनुहोस् हामीलाई। हाम्रो गणेश महाराजजीको त्यो मङ्कीसँग राम्रो चिन्जान छ। मलाई देख्ने बित्तिकै झम्टिन्छ भने महाराजजीसँग चाहिँ एकदम मिल्छ क्या मङ्कीहरू। तर्साइरहेको छ क्या हामीलाई पनि होइन, डराउँछ भनेको। आऊ न यहाँ, आऊ। धम्की दियो अरे माथि पार्टी टाप, आऊ आऊ यहाँ आएर खाने। सुन्तला छ त्यहाँ, सुन्तला यो खाने है पार्टी। ओके, सुन्तला राखिदिएको छ है गाइज, अरू खाने मान्छेले एउटा सुन्तला हाल्दै थियो त, एक दुई चारवटा। ल दुईजना छ होला, त्यो खाऊ ल। ओके, मङ्की महाराज कि जय हो। ल्याऊ आऊ। हामी चाहिँ यसो उम्रिने ठाउँमा मात्रै प्रायः जस्तो छरिरहेछौँ। अनि अब अरू चाहिँ मन्दिर छेउछाउ त पक्कीमा छरिरहेको थियो नि, त उम्रिन्छ जस्तो लागेन क्या यसो हेर्दाखेरि। त्यही भएर हामी चाहिँ यो उम्रिने एरिया त्यही जङ्गल हो, त्यही भएर हामी चाहिँ जङ्गलतिर छरिरहेछौँ। गाइज हामी चाहिँ अहिले जङ्गलबाट बाहिर निक्लेका छौँ। अब यताबाट हुँदै मन्दिर पुगिन्छ है। गणेश महाराज, हनुमन्त महाराज की जय हो, जय बजरंगबली हनुमान की जय हो। हनुमान चालीसा बोलो, हनुमान चालीसा। हनुमान चालीसा वो बोलना, हनुमान चालीसा 2 लाइन बोलो। हनुमान ने अभी हनुमान चालीसा
हनुमान चालिसा चंदन जय श्री राम जय हनुमान गुण सागर पति सुलोचर नौचार राम दूत काज समारे अंजन पुत्र पवन नामा जहाँ विराजे तहाँ विरह हनुमान जय श्री राम। कति मिलो जय श्री राम। मिलो 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 ल यतिको चाहिँ हुनु पर्यो नि त हनुमानको भेष गरेपछि त हनुमान बोल्नु पर्यो नि त ठिक छ हनुमान लेख्छ पुरै भएन तर आधी उधी मिलो भयो जो पनि भयो भयो अब अर्कोचोटि आउँदा पुरै घोकेर आउनु महावीर बजरङ्गी कुमति निवार सुमतिकै सङ्गी सब कुमति निवार्नुपर्छ हामीले कुमतिलाई चाहिँ होइन हामीले चाहिँ एकदम खेल्नुपर्छ के छ यसो छैन खुजुरा छैन 500 को नोट छ जय श्री राम जय श्री राम चाहिए मुझे गाना चाहिए मजा आए बजैया में बज गए डमरू बजानिया में मजा आए रजैया में भाङ चाहिए गाइस तपाईले चिन्नु भयो हैन पोर पनि मैले उसको भिडियो बनाएको थिएँ है एकदम भाइरल भएको थियो बजानिया में मजा आए बजानिया में टूट गए कुंडल नचानिया में टूट गए कुंडल नचानिया में बड़ा मजा आए भजानिया में बड़ा मजा आए भजानिया में भोलेनाथ के साथ कैलाशिया में बड़ा मजा आए भजानिया में बज गए डमरू भजानिया में बड़ा मजा आए भजानिया में बज गए डमरू भजानिया में बड़ा मजा आए भजानिया महाराज जी हर हर महादेव हर हर महादेव अर्को कैलाशपति भाङ चाहिए मुझे गाँजा चाहिए तो गीत गाउनु न ल यी आशीर्वाद लिनु हुँदैछ यसरी एकदम स्वयं शङ्कर आउनु भएको छ आशीर्वाद दिनु हुँदैछ भाङ चाहियो गोरी भाङ चाहियो भाङ चाहियो गोरी भाङ चाहियो भाङ दिनु अरे भाङ चाहियो गोरी भाङ चाहियो रोज रोज मलाई त भाङ चाहियो पैसा हैन भाङ ल भाङ दिनु अरे ल साँझ देख्न मलाई त भाङ चाहियो टोक्छ भाङ चाहियो बिहान साँझ मलाई त भाङ चाहियो टोकेपछि म जिम्मेवारी हुनुहुँदैन भाङ चाहियो गोरी भाङ चाहियो दाम चाहियो गोरी दाम चाहियो दाम चाहियो गोरी दाम चाहियो बर्फी किसमिसको लागि मलाई दाम चाहियो बर्फी किसमिसको लागि मलाई दाम चाहियो दाम चाहियो गोरी दाम चाहियो गोरी दाम चाहियो रोज रोज मलाई त दाम चाहियो दाम चाहियो रोज रोज मलाई एकदम राम्रो यस्तो हुनुपर्छ भिडियो भन्दा भेटी ठुलो त नि भिडियो भन्दा भेटी ठुलो होइन भेटी पनि गर्नु परेन उसले त भाङ चाहिए मुझे भाङ चाहिएर चाहिँ भेट्यो होइन उसलाई गर्नु है यो भाइहरू भाङ खान यस्तो छ कहाँ भाङ खानु होइन म दर्शन गरेर मात्रै टिका लाउँछु महाराज कि चाहियो ल नेपाललाई विश्वख्याति बनाएर जाने मरेर जाने राइटिङ द फाइट बिन्दास मुस्कुराओ क्या काम है महाराज चाहिँ त्यो ल एउटा सर्ट वालेन्टियर एजेन्डा खाइबेरमा थोडा सभा गरेर जुज के सर्भेन्ट त्यो चल्छ र चल्दै टेलिफोन एउटा सर्ट दियो महाराज बगो हैन सापी धरो त हेलो सापी धरो महाराज नि सापी भन्छ त्यो खान्न त्यो आफ्नै खान्छ ऊ अरूको खाँदैन सापु हजुर फिल्म खाइदिनु पैसा हुन चाहियो बिन्दास लिनु छैन एकदिन मर्नु छ रेटिङ र फाइट अकेला हो होइन सबै त छ नि परिवार छ बाबा वालेन्टियर एजेन्ट अहिले चाहिँ म मन्दिर छेउमा रहेको यो जलकुण्डमा आएको छु
यहाँ कमलको फुल यो के हो यो कमल हो कि के हो कमलको फुल हो कि के हो कुन फुल हो यो कमलको फुल यहाँ फुलेको छैन जस्ट भर्खर पत्ता हालिरहेको छ जलकुण्ड मन्दिर चाहिँ यहाँ रामधुनी मन्दिर यहाँ देख्न सक्नुहुन्छ भक्तले गुरुबाट आशीर्वाद ग्रहण गर्दै हुनुहुन्छ श्रीरामको ट्याग लागिसकेको छ आजबाट गाइस भोक लाग्यो है यहाँ दही खोजेको दही भेटिएन महाराज दही खोजेको दही भेटिएन है यहाँ सोधौँ न कतै पाउँछ कि दही खोजेको दही भेटिएन दही गाइस भेटिएन कि महाराजजीले यहाँ दही व्यवस्था गर्न खोज्नु रहेछ सुन्नु नि हामी उता इटरीबाट आएको हामी पनि यो शाकाहारी माछा हामी खान्न बाहिर खान्न होइन त्यो भएर के छ बरु अलिकति केही हामी दान दक्षिणा गर्छौँ खाना अनि खाना हजुर खाना अथवा खानै छ त अरू यहाँ त झन् शुद्ध हुन्छ नि त पवित्र हाम्रो शुद्धै हो फेरि यसो त हजुर यहाँ चाहिँ यो मन्दिरको भित्र हाम्रो त्यो मङ्सारी मङ्सारी पनि चल्दैन त्यही त त्यो अन्डाहरू पकाइराखिदिएँ कि यसो गरौँ न हातसाथ धोएर जाउँ ल खानै खाऊँ भाइ ल भोजन गरौँ बसेर बाबा हामी यहाँ चाहिँ अहिले रामधुनी बाबा मनखण्डी मन्दिर कुटी व्यवस्थापन समितिबाट यहाँ भोजन उपलब्ध हुन गइरहेको छ हामीलाई एकदम शुद्ध पवित्र भोजन हामीले यहाँ छलफल गरिसक्यौँ है अब यहाँ हात धोएर हामी चाहिँ भोजन ग्रहण गर्छौँ ल हाम्रो यहाँ मन्दिर परिसरमा यहाँ भोजन चप्पल खोलौँ न हौ ल यहाँ देख्न सक्नुहुन्छ चामल यहाँ तरकारी है भेज तरकारी तपाईँको यहाँ छ है हामीलाई अब यहाँ बसेर हुन्छ ए भिडियो बनाउँदा हुन्छ नि ल खुर्सानी पनि आएको छ के छ दहीहरू त छैन होला ल सुरु गरेँ नि त ल यो चाहिँ हाम्रो मन्दिरभित्रैबाट हो कि यो कोही दाताले गर्नुभएको हजुरको परिवार म यहाँको अध्यक्ष हो धेरै नसोध्नु मन्त्रीको कुरा सोध्नु अध्यक्ष मै सिङ्गिदेवालीमा मै छु संस्थापक पनि मै हो अध्यक्ष पनि मै हो त्यति नै सोध्नु हामी यहाँ 3 दिन बसेको थियौँ यहाँ रामधुनीमा